हालेन सरकार बनेको 100 दिन भित्रै एमाले र कांग्रेसको सरकारले बेचेर खाएका 7 ठूला उद्योगहरू पुनः सञ्चालनमा ल्याइने हो। दर्शकबिन, एमाले र कांग्रेसको सरकारले विगतमा बेचेर खाएका देशका 7 ठूला उद्योगहरू रासोपा सरकारले सरकार बनेको 100 दिन भित्रै सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ, जसमध्ये वीरगञ्ज चिनी कारखाना, बुटबल धागो कारखाना, त्रिकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हेटौडा सिमेन्ट तथा टायल कारखाना, वीरगञ्जमा रहेको कृषि औजार कारखाना र गोरखकाली टायर तथा गोरखकाली रबर उद्योग रहेका छन्। यी राष्ट्रिय उद्योगहरूलाई कांग्रेस र एमालेको सरकार मिलेर विभिन्न समयमा निजीकरण गर्दै बेचेर खाएका थिए। आज यी उद्योगहरू संरक्षणको बाटो कुरिरहेका छन्। रासोपा सभापति रवि लामिछाने गृहमन्त्री भएका बेलामा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किर्ते गरेर खाएको आरोपमा चौधरी ग्रुपमाथि डण्डा चलाएर करिब 10 रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइसकेका छन्। अन्य उद्योगहरूको हिनामिना भएको सम्पत्तिको छानबिन गरी दोषीलाई कड़ा भन्दा कड़ा कारवाही गर्ने र बन्द भइसकेका देशका राष्ट्रिय सम्पत्तिहरूलाई पुनर्जीवन दिने रासोपाको लक्ष्य रहेको छ। यी उद्योगहरू सञ्चालनमा ल्याउने बित्तिकै स्वदेशमै लाखौं रोजगारी सिर्जना हुने रासोपाको ठहर रहेको छ।